साथीहरू आजभोलिको मामुहरू नि एकदम पर्फेक्ट ट्यालेन्ट भइसकेका छन् कि बच्चा हुर्काउनका लागि। अनि पकाएर बनाएर खुवाउन पनि सबैले जानेकै छन्, तर कोही कोही नजानेका पनि हुन्छन् कि। अब उनीहरूलाई चाहिँ यसो यसरी बनाएर खुवाउनु नि, यस्तो यस्तो खुवाउनु भनेर भन्यो भने हामी त्यसरी खुवाउन सक्दैनौँ हाम्रो नानी बच्चाहरूलाई भन्ने खालको त हुन्छ नि, अर्कै सेन्सले भन्दैन कि। त्यसरी हाम्रो जस्तोलाई त्यस्तै खुवाउनुपर्छ भन्ने छैन नि त। आफ्नो घरमा जे छ तरकारीहरू जाउलै, अब दाल र भात मात्रै भन्ने कुरो पनि हुँदैन नि त। दाल र भातमा अलिकति तरकारी, आलु, गेडागुडी, फर्सी सर्सी सबै गाजरहरू हालेर बनाइदियो भने त त्यो जति राम्रो त कुनै खानेकुरो छैन नि बच्चाको लागि, होइन र। तर यहाँ अलिकति सिकाउन खोज्दाखेरि पनि सेन्स अर्कै आउने कि मलाई त हाँस उठेर आउँछ है। ठिकै छ, अब आफ्नो बच्चा हो, आफ्नो केयर हो होइन। यो 5 वर्षसम्म चाहिँ बच्चालाई एकदम धेरै केयर गर्नुपर्छ कि, खान लाउन बोल्न पढाउन सिकाउन नि।